त्यहाँ भ्रष्टाचारको गन्ध एकदमै कडा रूपले सुनिन्थ्यो, गन्ध आउँथ्यो, बाहिरसम्म आउँथ्यो। तपाईँहरूको संस्थामा कतिको भएको छ? नमस्कार। नमस्कार, धन्यवाद। हजुरको शुभ नाम? मेरो नाम धनकुमार रिजाल। धनकुमार हजुर। यो खानेपानी संस्थामा अध्यक्षको रूपमा कार्यरत हुनु? हजुर, 3 वर्ष कार्यकाल बिताइयो भन्नु। 3 वर्ष बस्नु? हजुर, 3 वर्ष। यो 3 वर्ष बसिराख्दा गरिबहरू, सबभन्दा तल्लो स्तरका मानिसहरू बस्छन् यहाँ। कतिपयले खानेपानीको बिलहरू तिर्न नसकेको, कतिपयले खानेपानी मिटर जडान गर्न नसकेको, यो यावत समस्या थियो, कसरी हल गर्नुभयो? यो म यहाँ आउँदै गर्दा हेर्नु मिटर खानेपानीको पैसाकै रूपमा पहिला उठाउनु भयो यहाँले, महत्त्वपूर्ण विषय उठाउनु भयो। पैसाहरू यस्तो कि मिटर राखिदेऊ नतिरेर 15,000, 20,000, 12,000, 15,000 घरधुरी त्यसरी बाँकी बगौँदा रकम थियो। अब यसलाई कसरी उठाउने, त्यसलाई उठाउनु त अवश्य नै पर्छ भन्ने गरेर समितिका साथीहरू एउटा त्यसमध्ये पनि फेरि मिटरमा बगौँदा उठाउने समिति गठन गरेर त्यसको पछि हामी पनि सँगै लागेर यो चाहिँ कसरी एउटा चाहिँ यसको दायरा बनायौँ, कसरी उठाउँ त भन्दाखेरि उहाँहरूको घर गएर 1-2 पल्ट हामीले सूचना दियौँ अनि उहाँहरूको समस्या हेऱ्यौँ, सबै कुरा बुझ्यौँ। सुन्दाखेरि एकैचोटि 15,000, 20,000 तिर्न त सम्भव छैन। त्यसलाई हामीले तपाईँहरूले मासिक किस्ताबन्दीको रूपमा तिर्नुहोस्, बरु तपाईँको हर्जना के छ उहाँहरूलाई तपाईँहरूले सहजीकरण गरिदिउँ उहाँहरूलाई, अनि बरु किस्ताबन्दी तिर्नुहोस्, थोरै तिर्नुहोस् होइन। तपाईँले हर्जना बरु छुट गरेर मिलेसम्म हर्जना छुट गराएर पनि हामीले त्यसरी चाहिँ गरायौँ। ठिक छ, तपाईँहरूले गरेको यो राम्रो कार्यको हामी शुभकामना दिन चाहन्छौँ। अर्को कुरो, महिला नेतृत्वले कुनै पनि क्षेत्रमा हात हाल्दा सफल भएर निस्कन्छ भन्ने यो उदाहरण हामीले पनि बुझ्न सक्छौँ। विगत 3 वर्षदेखि तपाईँले यो गर्दा कतिको समस्या आयो महिला र पुरुष अध्यक्ष हुनुमा? महिला भइराख्दा मैले यो ब्याकग्राउन्डमा देखेको छु, अर्को खानेपानी ट्याङ्की पनि बनेको छ, यसमा तपाईँको पहल पनि भयो होला, कस्तो लाग्छ भन्नुहोस् त? एकदम मलाई त आत्मालाई म चाहिँ सन्तुष्टि चाहिँ आफूलाई व्यक्तिगत रूपमा होइन, किनभने हाम्रो 3 वर्ष कार्यकालमा पहिला सुरुमा आउँदाखेरि 1 वर्ष त अब दायाँ कामहरू यहाँका सबै विषयहरू होइन बुझ्दा पनि टाइम लाग्यो। त्यसपछि हामीलाई यो के थियो भन्दा यो पुरानो टङ्की चाहिँ देखिरहनु भएको छ, यो टङ्की चाहिँ अलि पुरानो भएको थियो, यसले चाहिँ जनतालाई पानी असाध्य अभाव, कुनै स्रोतहरू थिएनन्, बिहान बेलुका चाहिँ पिक आवरमा असाध्यै पानीको अभाव भएर धेरै जनगुनासो आइसकेपछि अर्को टङ्कीलाई चाहिँ हामीले पोर्से साले विभिन्न माध्यमबाट वडा अध्यक्षज्यूहरू 24-25 का 2टा वडाज्यूहरू, महानगर प्रमुख त्यतिखेर रेणु दाहालज्यू हुनुहुन्थ्यो। त्यसपछि हामीले सङ्घीय सरकारमा हाम्रो अञ्जली श्रेष्ठ नेपाली काङ्ग्रेसको पूर्व माननीय मन्त्रीज्यू पनि हुनुहुन्छ, उहाँ मार्फत हामी चाहिँ डेलिगेसन गयौँ र यो बजेट 25 करोडको लागत इस्टिमेट हो, 6 करोड हामीलाई अलिक थोरै भने नि गरिदिनुहोस्, हामी काम गर्दै गर्छौँ, हामीले एकैचोटि 25 करोडै गरिदिनुहोस् भन्न आएका होइनौँ भनेर उहाँसँग गर्दाखेरि पहिलो कार्यकालको बजेट त सिद्धिएको थियो हाम्रो यो खानेपानीमा परेको बजेट। फेरि हामीले मागेका छौँ हामीले मन्त्रालयमा, फेरि बजेट पर्यो भने तपाईँहरूलाई छुट्याउँछ म्याडम भनेर उहाँले आश्वासन दिनु भएर आएका थियौँ। यसलाई 6 करोड रुपियाँ पर्यो। यो राजनीतिक हिसाबले कस्तो हस्तक्षेप हुँदो रहेछ? तपाईँलाई फेरि अध्यक्ष बन्नको लागि यो खानेपानी समितिले तपाईँलाई अधिकार दिएन कि आम उपभोक्ताले दिएन कि कुनै राजनीतिक पार्टीका नेतृत्वहरूले दिएन कि फेरि यो महिला नेतृत्वले गरिराखेको उनीहरूलाई चित्त नबुझेर चेन्ज गर्न लागेको होइन? त्यस्तो पनि होइन, सबै राजनीतिक दलहरूले मलाई चाहिँ सबैले सोध्नु भएको थियो एकचोटि हजुरको विचार के छ भनेर सोध्नु भएको थियो। मलाई चाहिँ के लाग्यो भन्दाखेरि आफैलाई पनि 3 वर्ष कार्यकाल गरियो, यत्रो योजना सुरु गरियो, टङ्की सम्पन्न भयो, 6 किलोमिटर पाइप 7 किलोमिटर पाइप विस्तार पनि भयो। योजना हुँदै गर्दा अरूको पनि इच्छा होला, मैले फेरि म नै हुन्छु भन्दा के रहेछ यहाँभित्र जस्तो जनमानसमा एउटा पर्ने हुन्छ। त्यो मैले बुझेँ हजुरको कुरो। अब अहिले चाहिँ नयाँ समिति बन्ने भनेर यो चिया पसलहरूमा हल्ला चलेको छ, अहिले व्यापक चलेको छ, महाभिडन्त हुने स्थिति देखेको छु मैले पनि। त्यो विषयमा पनि हामी रिपोर्टिङ गर्दै गरौँला। सामाजिक क्षेत्रमा यस्तो भिडन्त भइराख्दा राजनीतिक सहमतिको आधारमा नहुँदा यसरी भिडन्त हुँदा राम्रो यो राम्रो लाग्दैन, महाभिडन्त नहोला जस्तो लाग्छ जहाँसम्म मेरो विचारलाई। सर्वदलीय सर्वपक्षीहरू वडा अध्यक्षज्यूहरू सबै बस्नु भएको छ, उहाँले एक प्रकारको सहमति पक्कै गर्नुहुनेछ। मैले यो जेनजी आन्दोलनभन्दा अगाडि त दलीय आबद्धताको आधारले कसैलाई अध्यक्ष बनाइयो भन्ने एउटा प्रश्न चिन्ह थियो। फेरि यो जेनजी आन्दोलनपछि भएका समितिहरूमा पनि दलहरूले कुनै व्यक्तिहरूलाई उठायो रे, चुनावै नगरिकन, लोकतन्त्रको अभ्यासै नगरिकन
अगाडि ल्याउन खोजेको छ अरे भन्ने सुनिन्छ, कस्तो लाग्छ? त्यो त अब विचार त पोख्न पाए होइन, लोकतन्त्रमा अब सबैले आफ्नो अभ्यास गरेर विचार राख्न पाउनु भयो। त्यो त उहाँहरूको दलहरू पनि आबद्ध भएर बनाएका कुराहरू हुन्। अब उहाँहरूको दलमा विमति होला, केही कुरा आयो, त्यो समाजमा आउनु कुरालाई नै नराम्रो त मानिन्न होइन, सबै आफ्नो विचार त पोख्न पाउनु पर्यो। अनि जस्तो धेरै खानेपानी संस्थानहरूमा हामीले देखेको चाहिँ त्यहाँ भ्रष्टाचारको गन्ध एकदमै कडा रूपले सुनिन्थ्यो, गन्ध आउँथ्यो, बाहिरसम्म आउँथ्यो। तपाईँहरूको संस्थामा कतिको भएको छ? होइन, त्यो त हजुरहरूले कस्तो थाहा पाउनुपर्छ भन्ने कुरा हो। मैले भन्दा पनि आम जनमानसमा अलिअलि हल्ला त सुनेको छु। त्यस्तो हेर्नु अहिलेसम्म पनि मैले आफ्नो तहमा भन्न पर्दाखेरि कुनै 1 रुपियाँ 1 कप चिया त्यो कुनै अवस्थामा यहाँ छैन। तपाईँले हेर्न सक्नुहुन्छ। लेखा एकदम क्लिन छ, एकदमै क्लिन छ। म त्यसलाई कहाँ गएर पनि म त्यसमा भन्न तयार छु। कुनै ठाउँमा भोलि प्रश्न उठ्यो भने त्यसको जवाफ दिन तयार छु, एकदम जवाफ दिन तयार छु म आफ्नो तर्फबाट। आगामी दिनमा के गर्नुहुन्छ यो खानेपानी संस्थानपछि? यसको अध्यक्ष ठिकै छ। अब यो सामाजिक काममा अब आफूले सकेका कामहरू गरिरहेको यही नै हो। अब हिजो अन्यत्र लागेन। यस खानेपानी एउटा यो आम जनसमुदायले एउटा साथ जुन सुम्पिनु भयो, उहाँले दिएको जिम्मेवारी चाहिँ एकदम पूर्ण रूपमा सुम्पिनु पर्छ। त्यो नै ठुलो जिम्मेवारी हो भन्ने लाएर हिँडेको थिएँ। त्यो भएर मलाई त्यस्ता कुनै कुराहरूमा पर्नमा लागेन। अहिले आफूलाई छोड्दै गर्दा पनि सबै कुराहरू कुनै एउटा 3 वर्ष छोड्दै एउटा कुराहरू कोही नउठिकन आफूले यत्रो योजना ल्याएर छोड्न पाइयो, त्यसमा चाहिँ मलाई खुसी लाग्यो। कुनै दिन पनि कुनै दलको नेताहरूले हजुरलाई यसो गर्नुहोस् भनेर दबाब दिनुभयो कि भएन? दिनु भएन, कसैले दिनु भएन। आफ्नै हिसाबले आफ्नो हिसाब चला। यतिकै मैले आफ्नो एउटा दलीय हिसाबले आए पनि दलमा पनि मैले यहाँका कुरा कुनै दिन लगाएर यो यस्तो समस्या भएन, उहाँहरूले पनि केही भन्नु सक्नु समितिलाई के भन्न चाहनुहुन्छ? एकदम होइन, एउटा सर्वदलीय सर्वपक्षीय एउटा बनाइदिनु सकभर भन्ने एउटा मेरो चाहना। 2 पाइला पछि हटेर पनि जितिन्छ कहिलेकाहीँ होइन। सबै मेरेगोरको समाजमा अब चुनावी माहौलमा जाँदै गर्दा ओल्लो घरको उता फर्किने, पल्लो घरको उता फर्किने एउटा माहौल त बन्छ नि त फेरि होइन। त्यो भन्दै गर्दा लोकतन्त्रको अभ्यास त त्यही हो नि होइन? लोकतन्त्र अभ्यास त हो, अभ्यास हो भनेर सबै ठाउँमा फेरि त्यो नै लागू गर्नुपर्छ भन्नु पनि हुँदैन। सबैले एउटा सर्वमान्य सर्वपक्षीयले गरेकोलाई फेरि मान्न पनि पर्ने हुन्छ। थ्याङ्क यू, धेरै धेरै धन्यवाद। मिठो कुराकानीका लागि आदरणीय अध्यक्षसँग हामी कुराकानी गऱ्यौँ। लगभग 3 वर्ष उहाँले यो खानेपानीको अध्यक्षता ग्रहण गरिराख्दा कुनै किसिमको विवाद भएको हामीले सुनेनौँ। आज उहाँ बिदा भएर जाँदै हुनुहुन्छ, नयाँ कार्य समितिलाई उहाँले हस्तान्तरण गर्ने बाटोतर्फ हुनुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अहिले बिदा हुन्छौँ। नमस्कार। नमस्कार, धन्यवाद।